हामीले अझै बुझेनौं डेमोक्रेसी। लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र हामीले अझै बुझेनौं डेमोक्रेसी। के डेमोक्रेसी विद्यमान छ त हाम्रो नेपालमा? मलाई लाग्छ छैन। हामी मध्ये धेरैले डेमोक्रेसी के हो बुझेकै छैनौं, किनकि हाम्रो स्कुलिङ नै यही थियो, पाठ्यक्रम पनि यही छ। सबै कुरामा अस्पष्टता, क्याओस भन्छन् नि। प्रजातन्त्र भनौं, लोकतन्त्र भनौं, गणतन्त्र भनौं, 7 साल भनौं, 17 साल भनौं, 47 साल भनौं, 62-63 रे, जनताका लागि भनौं, सबैले भोट हाल्न पाउने रे, उम्मेदवार हुन पाउने भनौं, बोक्रे राष्ट्रवाद, परिवारवाद, व्यक्तिगत स्वार्थ, क्षणिक स्वार्थ, प्रोटेक्टेड झोले भनौं, मासु भात रे, दारू रे, जात जाति, धर्म, क्षेत्र र यस्तै। यही हो हाम्रो प्र्याक्टिसको डेमोक्रेसी। व्यक्तिगत स्वार्थ भर्सेस राष्ट्रको स्वार्थ हेर्दा व्यक्तिगत स्वार्थले जितेको अवस्थाको डेमोक्रेसी छ हाम्रो देशमा। र अहिले चलिरहेको डेमोक्रेसी र खास चाहिरहेको डेमोक्रेसीको अन्तर के हो भने चलिरहेको डेमोक्रेसी व्यक्तिगत स्वार्थमा आधारित छ, तर देशलाई चाहिने डेमोक्रेसी राष्ट्र स्वार्थको हो। र डेमोक्रेसीको आउटकम पनि नेशनल इन्ट्रेस्ट बिना त कल्पना पनि गर्नु हुँदैन। बिना नेशनल इन्ट्रेस्टको डेमोक्रेसी इज फेक, जुन हामी कहाँ छ। रियल डेमोक्रेसीमा हरेक जनताले आफ्नो देशको नेशनल इन्ट्रेस्ट अर्थात् राष्ट्रिय स्वार्थ बुझ्न जरुरी छ। र चुनावमा उम्मेदवारले यसका लागि के नीतिहरू सार्वजनिक गर्यो त त्यो बेसिसमा भोट हाल्नुपर्ने हो र आउटकमलाई पनि फलोअप गर्नु पर्यो। भनेको एजेन्डा अनुसार कति काम भयो, रिजल्ट पनि माग्नु पर्यो, लिनु पर्यो र भ्यालिड हुनु पर्यो। होइन भने नेता मस्ट सफर है त, अकर्डिङ टु द रुल्स एन्ड रेगुलेसन। यस्तो खालको डेमोक्रेसी प्र्याक्टिसका लागि जनतालाई आफ्नो देशको नेशनल इन्ट्रेस्टको बारेमा जानकारी हुन एकदमै जरुरी छ। हुन त सबै देशको आआफ्नो नेशनल इन्ट्रेस्ट हुन्छन्। यो जनता समक्ष बुझाउन मलाई लाग्छ हाम्रो स्कुलिङ र पाठ्यक्रम नै फेरबदल गर्न जरुरी देखिन्छ। किनभने नेशनल इन्ट्रेस्ट बुझ्नलाई जियोपोलिटिक्स, इन्टरनेशनल रिलेसन, बेसिक इकोनोमी, बेसिक हिस्ट्री, क्लाइमेट चेन्ज लगायतका कुराहरू पब्लिकले थाहा पाउन जरुरी हुन्छ। त्यसपछि बल्ल रियल डेमोक्रेसीको कल्चर बसाउन सकिनेछ। रियल डेमोक्रेसीको ब्युटी के हो भने सत्तामा जोसुकै आओस्, ए बी सी डी, द्याट डजन्ट म्याटर, त्यसले केही फरक पार्दैन, किनकि he or she must work according to national interest of the country। हामीले अमेरिकन डेमोक्रेसी, इभन चाइनिज कम्युनिजममा पनि नेशनल इन्ट्रेस्ट प्र्याक्टिस भएका थुप्रै एक्जाम्पलहरू भेट्न सक्छौँ। चुनाव जोसुकैले जितोस्, देशको राष्ट्रिय हितमा काम गर्नु नै रियल डेमोक्रेसी हो, जुन एउटा सार्वभौम सत्ता सम्पन्न देशका लागि नम्बर 1 इन्डिकेटर पनि हो।